ओहो नि 11 बजेसम्म पनि यस्तो छ त यहाँको अवस्था। पुरा बल्ल घाम लाग्न लागेछ। गुड मर्निङ भनौँ भने के भन्ने, एक 4 क्यानको रोलिङ ब्ल्याक ग्रेप्स नेक्स्ट इयरको लागि चाहिँ रेडी बनाउने छौँ सबै। मान्छे पनि देख्न गाह्रो भयो यो हुस्सुले गर्दा। वहाँ पर कता हो कता, मान्छे त यस्तो देख्नै गाह्रो भयो। हराएर दिन्छ। वहाँ पर पनि है देखेछ अलिअलि, जुम गरौँ है। पर त्यो खरामा देखेछ। अनि यता भयो, यता पनि हुनुहुन्छ पर। यो भन्छ रोलिङ, दिस इज वान रोलिङ। सबै पहिला पुरानो अङ्गुरहरू झरेर यो पुरै कुहिएको यो कालो अङ्गुर हो नि त। कालो अङ्गुरको दानाहरू सबै यस्तो काटेर निकालेर यसरी फाल्छ। अनि अर्को सालको लागि चाहिँ अब जनवरी फेब्रुअरीमा चाहिँ ओस हुन्छ, यो रेडी निस्किन्छ फ्रुट यहाँबाट। बल्ल घाम पलाउन लागेछ। यस्तो सही। अब यो काम हुनलाई पनि धेरै छैन, 1.5 महिना जति बाँकी छ। 1.5 महिनामा त सकिन्छ। कस्तो लाग्यो हाम्रो जनताहरूलाई यो भिडियो। पुरा रोलिङ। ओहो यस्तो हुस्सुमा पनि काम गरिरहेछन् मान्छे।